हामीले अरूलाई प्रेम गर्नुपर्छ किनभने परमेश्वरले हामीलाई प्रेम गर्नुहुन्छ। यूहन्ना 13:34। एउटा नयाँ आज्ञा म तिमीहरूलाई दिँदछु, तिमीहरू एक अर्कालाई प्रेम गर। तिमीहरूसँग मैले जस्तो प्रेम गरेको छु तिमीहरूले पनि एक अर्कालाई त्यस्तै प्रेम गर। यदि तिमीहरूले एक अर्कालाई प्रेम गर्यौ भने यसैबाट सबैले जान्नेछन् कि तिमीहरू मेरा चेलाहरू हौ। यूहन्ना 13:35। हामीले भेट्ने सबैजना परमेश्वरले प्रेम गर्ने व्यक्ति हुन्। यदि हामी कहिल्यै कसैलाई घृणा गर्न प्रलोभनमा पर्छौं भने हामीले सम्झनुपर्छ कि परमेश्वरले तिनीहरूलाई बिना शर्त प्रेम गर्नुहुन्छ भन्ने 100% सम्भावना छ। हामीले हाम्रो दैनिक जीवनमा यो सम्झदा यसले हामीलाई अरूलाई परमेश्वरले हेर्नुभएको रूपमा हेर्न मद्दत गर्नेछ। यसले हामीलाई अरूलाई प्रेम गर्न डोर्याउनेछ। हामीलाई हाम्रो वरपरका मानिसहरूलाई परमेश्वरको प्रेमको वाहक बन्न बोलाइएको छ। यो सधैँ सजिलो हुँदैन, तर परमेश्वरलाई प्रेम गर्नु र फलस्वरूप अरूलाई प्रेम नगर्नु असम्भव छ। तपाईको वरिपरिका मानिसहरूलाई परमेश्वरको प्रेम प्रवाह गर्न मद्दत गर्न पवित्र आत्मामा विश्वास गर्नुहोस्।